नाम चाहिँ कृष्णमाया मेमोरियल नेपाली हाई स्कुल, तर नेपाली विषय पढाउने शिक्षकहरू नै यहाँ अभाव छ। शिक्षकको पुरा खाँचो चाहिँ परिरहेको छ हामीलाई। अब एकजनाले 40 जनालाई पढाएको र एकजनाले 100 जनालाई पढाएकोमा अवश्य नै फरक हुन्छ। जुन सिटिङ क्यापेसिटी पनि हाम्रो एकदमै बेसी भएर गएको छ। एउटै रुमको खाँचोले गर्दाखेरि पनि धेरै विद्यार्थीहरू एउटै गरममा एउटै क्लासमा एकदमै क्राउडेड हुन्छ। स्कुल पढ्नु भनेको चाहिँ ल्याङ्ग्वेज सिक्नु होइन, अगेन टु गेन नलेज पाउनु हो। र मातृभाषामा जुन नानीले जुन शिक्षा ग्रहण गर्छ त्यो चाहिँ पछि गएर उसले चाहे बङ्गलामा होस्, हिन्दीमा होस्, इङ्ग्लिसमा होस्, कुनै पनि भाषामा उसले पढ्न सक्छ। मेरो नाम डाक्टर प्रसन्न प्रधान, म यो स्कुलका प्रधान अध्यापक। 22 जुन 2025 मा हाम्रो कृष्णमाया गुरुङ सेनीको जुन चाहिँ मूर्तिको अनावरण हुन जान लागेको छ। आज सिलगढी भेगको सबैभन्दा पुरानो शिक्षकहरूको भनाइ अनुसार जे डकुमेन्ट्सहरूले पाएको छ भनिन्छ कृष्णमाया गुरुङ सेनी बोजूले नै आफ्नो सम्पत्तिको दान दिएर नै स्कुल चाहिँ स्थापना भएको छ। अनि यो स्कुलको अफिसियल रेकर्ड्स अनुसार फर्स्ट रिकग्निसन वेस्ट बेङ्गल बोर्ड अफ सेकेन्डरी एजुकेसन चाहिँ तपाईँको 1962 मा भएको हो। कृष्णमाया प्राइमेरी स्कुलको प्रधानाध्यापक दिवाकर खाती हो। तत्कालीन समयमा बर्मा बस्ती नामले परिचित, अर्थात् बर्माको लडाई भएर जब हाम्रा मानिसहरू विस्थापित भएर आए त्यस समय यो इलाकामा बसोबासो गर्न हुन कारणले गर्दा यो इलाकाको नाम बर्मा बस्ती भएको। तिनीहरू नेपाली नानीहरूलाई कहाँ पढाउने के गर्ने भनेर भन्दाखेरि त्यस बेलाको हाम्रो अग्रजहरूमा केएस प्रधान, डाक्टर आइबी थापा, आरबी छेत्री, जर्ज महाबट सुब्बा बिन्ती गर्दाखेरि उहाँले यो जमिन दान गरेर र कृष्णमाया गुरुङ सेनी नामकी जो महिला हुनुहुन्थ्यो उहाँले आफ्नो घरको जेठा सम्पत्ति दिएर यो जुन चाहिँ अहिले तपाईँले प्राइमेरी स्कुलमा गएर हेर्नु पनि सक्नुहुन्छ, उहाँको घरको त्यो जुन चाहिँ खुट्टीहरू थियो, त्यो चौखटहरू थियो, काठपात इत्यादि यो सबै लिएर चाहिँ यहाँनिर पहिले प्राइमेरी स्कुल सुरु गरेको थियो। कृष्णमायाको भूतपूर्व विद्यार्थी र हाम्रो संगठन चाहिँ कृष्णमाया भूतपूर्व विद्यार्थी संगठन, जसको म सचिव पदमा छु। सिलगढीको सबैभन्दा पुरानो स्कुल नेपाली स्कुल मध्ये कृष्णमाया मेमोरियल नेपाली हाई स्कुल र अहिले क्लास 12 सम्म छ। र यहाँनिर तपाईँको 12 सम्म आर्ट्स, साइन्स, कमर्स तीनवटा सेक्सन चल्छ। तर दुर्भाग्यको कुरो के छ भने चाहिँ शिक्षकहरूको संख्या एकदमै कम्ती छ। विगत 3-4 वर्ष अघि धेरै टिचरहरू चाहिँ रिटायर हुनुभयो र यहाँ नेपाली पढाउने टिचर पनि छैन भन्ने हामी थाहा लागेको छ। धेरै भोलिन्टियर टिचरको सहायताले गर्दै कृष्णमाया स्कुल चल्दैछ। अब सम्बन्धित विभागले जनताले पनि सरकार समक्ष गुहार लगाउनु पर्ने हो। यत्रो ठुलो स्कुल चलाउनलाई, नानीहरूलाई पढाउनलाई शिक्षकको संख्या एकदमै कम्ती छ। र आज हामी कृष्णमाया परिसरमा चाहिँ कृष्णमाया गुरुङ सेनीको तालिका स्थापना हामी आज गरेर चाहिँ भूतपूर्व विद्यार्थीहरूले चाहिँ उहाँलाई श्रद्धाञ्जली चढाइरहेको। नेपाली भाषा पढाउँदाखेरि चाहिँ नानीहरूको संख्या बढ्दै गर्दै गयो। अनि त्यति मात्रै होइन, किनभने नेपाली मात्रै गर्दाखेरि चाहिँ नानीहरूले ठुल्ठुलो सर्भिसमा काम नपाउनु हुनाले गर्दाखेरि चाहिँ त्यो नानीहरूको लागि चाहिँ यहाँनिर एक विषय भर्नाको लागि फर्स्ट ल्याङ्ग्वेज चाहिँ नेपालीमा राखेर अरू इतिहास, भूगोल, विज्ञान चाहिँ अङ्ग्रेजी भाषामा पढाउँछ। अनि यसमा त अब हाम्रो नै अभिभावकहरूले प्राइमेरी स्कुलको नानीहरूलाई चाहिँ यहाँनिर ल्याउनु पर्छ, किनभने यहाँ आजकल अङ्ग्रेजी माध्यमको छ नानीहरू राम्रो मजाले पास गरिरहेछ होइन। हाम्रो अभिभावकले चाहिँ अरू स्कुलतिर नपाएर सरकारी स्कुलमा पढायो भने मलाई लाग्छ यो स्कुलको अस्तित्व बाँच्न सक्छ भन्ने मलाई विश्वास लाग्छ। प्राइमेरीदेखि लिएर क्लास 5 सम्म प्राइमेरीमा छ, अनि क्लास 6 देखि लिएर क्लास 12 सम्म चाहिँ हाई स्कुलसँग जोडिएको छ। एभरेजमा 1000 जस्तो स्टुडेन्ट चाहिँ हाम्रो एभ्री सेसनमा आउँछ। टिचर्सहरू चाहिँ एक्चुअली भेकेन्सी रोस्टर अनुसार हुनुपर्ने 30 जना, तर अहिले हामी स्थायी शिक्षकहरूको पर्मानेन्ट शिक्षकहरू छ। अहिले हामी 19 जना छ नन टिचिङ लिएर, अनि 2 जना प्यारा टिचर हुनुहुन्छ। त्यही पदहरू अब तपाईँहरूलाई थाहा भएकै कुरो एसएससीको अहिले नियुक्त भएको छैन। त्यसै कारण पनि अहिलेसम्म चाहिँ अब 2018 उता कुनै एसएससीबाट नियुक्त भएर शिक्षकहरू आएको छैन। सो सरकारलाई यो अपिल छ अब चाँडैभन्दा चाँडै एसएससीको नियुक्त होपफुली माननीय मुख्यमन्त्रीको कार्यकालमै हामीले नयाँ शिक्षकहरू चाहिँ नियुक्त पाउँछ भन्ने आशा राख्दछु।